कुली यो चाहिँ भर्खरै रिलिज भइरहेको र थिएटरमा रनिङ हुँदै गएको मुभी हो र यो मुभीलाई चाहिँ मैले हेरिसकेको छु र मलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै म तपाईँहरूलाई भन्नेछु। मुभीको स्टोरी भेरी सिम्पल बट प्रेजेन्टेसन एकदमै बवाल छ, एकदमै बवाल। थोरै कुरा गरौँ यसको एक्टर अनि एक्ट्रेसको विषयमा। एक्टर एक्ट्रेसको काम पनि तपाईँहरू बवाल देख्न सक्नुहुन्छ र बवाल पनि किन नहोस्। सुपरस्टार रजनीकान्त, किङ नागार्जुन, उपेन्द्र, श्रुति हासन, रचिता राम, क्यामियोमा चाहिँ तपाईँ आमिर खानलाई पनि देख्न सक्नुहुन्छ है। एकदमै बवाल बनेको छ मुभी। बवाल पनि किन नबनोस्, किनभने तपाईँहरूलाई थाहा नै छ कि एलसीयूको हिस्टोरी क्रिएट गर्ने लोकेश कङ्गराजले बनेको मुभी भनिसकेपछि मुभी चाहिँ एकदमै बवाल छ। मुभीमा तामिल, तेलुगु, कन्नडा, मलयालम इन्डस्ट्रीका ठुला ठुला सुपरस्टारलाई चाहिँ तपाईँ देख्न सक्नुहुन्छ। रजनीकान्तको त्यो स्वाग बवाल छ है। नागार्जुनको स्टाइल एकदमै बवाल छ। आमिर खानको एन्ट्रीमा जुन बज्ने पिजिएम छ त्यो चाहिँ एकदमै बवाल छ है। एकमुष्टमा मुभी भन्नुपर्दा एकदमै बवाल छ र अनिरुद्धको पिजिएम अनि म्युजिक लाजवाब छ। र यो मुभी तपाईँहरू हेरिसक्नु भएको छ होला। हेरिसक्नु भएको छ भने तपाईँलाई कस्तो लाग्यो तल कमेन्ट गर्न भने नबिर्सनु होला। र हेर्नु भएको छैन भने मुभी दामी बनेको छ र मुभी गएर हेरिहाल्नु होला है त। यस्तै यस्तै मुभी रिकमेन्डेसनको लागि चाहिँ आमोस अफिसियल फेसबुक पेजलाई फलो गर्न र आमोस अफिसियल युट्युब च्यानललाई सब्सक्राइब गर्न र टिकटकमा पनि तपाईँहरू गएर फलो गर्न भने चाहिँ नबिर्सनु होला।